आज चाहिँ म एकदमै स्पेशल रेसिपी लिएर आएको छु। यो रेसिपी मैले बनाउन स्टार्ट गरेको मेबी 3-4 वर्ष भयो होला। यो चाहिँ भेजिटेरियनहरुको लागि तपाईको घरमा पाहुनाहरु आउँदैछ भने क्विक एन्ड इजी बनाउने खालको रेसिपी हो के। मैले अस्ति पोकको सादेको बनाउँदाखेरि धेरैले पोक छोइला हो भनेर भन्नु भएको थियो। मलाई जहाँसम्म लाग्छ छोइला चाहिँ नेवारी डिश हो। अनि मैले चाहिँ एक्चुअली नेवारी डिश अब बनाएको छैन नि त। त्यही भएर आई डोन्ट वान्ट टु क्लेम कि मैले बनाएको खानेकुराहरु चाहिँ अब स्पेसिफिकली त्यो खालको डिश हो भनेर। त्यो इन्टरनेटमा भन्यो भने नि गाली खान्छ कि। त्यही भएर अलि सोचेर सम्झेर बुझेर कुरा गर्नुपर्छ इन्टरनेटमा। एनीवेज तपाईले देखिहाल्नु भयो मैले चाहिँ आज मस्यौराको छोइला जस्तै सादेको बनाउँदै छु। पहिला चाहिँ मस्यौरालाई भिजाउने तातो पानीमा 10-15 मिनेट जति भिजाए हुन्छ। त्यहाँबाट धुने, धोएपछि सानसानो पिसमा काट्ने अनि त्यसको पानी सब निचर्ने। निचरेपछि चाहिँ त्यो मस्यौरालाई तेलमा बेसार हालेर परपर भुट्ने, अलिक पाक्न दिने अनि नुन मात्र हाल्ने। त्यहाँबाट त्यो मस्यौरामा काँचो प्याज, लसुन, अदुवा, प्याजको पत्ता, खोर्सानी, धुलो खोर्सानी, नुन, अमिलो, आगोमा पोलेको टमाटर हाल्ने। अनि एउटा प्यानमा चाहिँ तोरीको तेल तताउने अनि मेथी पड्काउने अनि मेथीको माथि चाहिँ बेसार हाल्दिने। त्यहाँबाट त्यो झैँ गरेर पड्काउने मस्यौरासँग अनि मजाले मिक्स गर्ने। मसला पकाउने बित्तिकै तपाईहरुले मिक्स गर्ने अलि तातो हुन्छ। त्यही भएर वेट गरेर बनाउनु भयो हुन्छ। अनि त्यहाँबाट यसरी पस्काएर दिने। लेस देन हाफ